रेड क्रसलाई हाहाकार भइरहेको थियो। यति केस छ भनेर भन्ने भयो भने त गर्न सकिन्थ्यो नि त। हामी सजग हौँ र यो लामखुट्टेको वृद्धि विकासलाई कसरी कन्ट्रोल गर्ने, घरभित्र बस्ने, बाहिर निस्किने मस्किटो क्रिमहरू लगाउने भन्ने कुराहरू चाहिँ हजुरहरूले अब टेक्निकल सेसनबाट धेरै कुरा थाहा पाउनुहुन्छ। त्यो सेसनबाट प्राप्त भएका कुराहरूले तपाईँहरूले जनस्तरसम्म जारी गरेर सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिँदै दिनुहुन्छ। टेस्टहरूलाई चाहिँ अलिकति बढाउँछौँ, किनभने यो अब सिजन चाहिँ सुरु भयो मलेरियाको, अब डेङ्गुको पनि अब सुरु हुन लाग्यो। डेङ्गुको चाहिँ पोस्ट मनसुन भन्छ, विशेष गरी साउन भदौमा बढी हुन्छ भनेदेखि यो चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ मलेरिया पनि त्यो चैत वैशाख हुन्छ। लामखुट्टेको वृद्धि विकास भइसकेपछि, औँलो भइसकेपछि लामखुट्टे औँलोबाट बच्नको लागि के गर्नुपर्छ, भइहाल्यो भने के गर्ने, यी कुराहरू म्यामले अहिले लिनुहुन्छ। मैले चाहिँ सामान्य रूपमा यो के छ त अहिलेको सिनारियो, यसरी चाहिँ केस चाहिँ हामीले घटनाक्रममा चाहिँ बढ्दो 60औं सभामा चाहिँ प्रत्येक वर्षको अप्रिल 25 का दिन चाहिँ विश्व औलो दिवसको रूपमा मनाउने भनेर सुरुवात गरेपछि प्रत्येक वर्ष नेपालले पनि विश्व औलो दिवस चाहिँ अप्रिल 25 को दिन मनाउँदै आइरहेको छ। र अब अघि नै हाम्रो विपक्षले कुरा राखिसक्नु भएको छ। यसमा चाहिँ नेपालमा यो मलेरिया कार्यक्रमको अथवा औलो नियन्त्रणको लागि कसरी कार्यक्रम सुरु भयो त भन्ने सन्दर्भमा चाहिँ 1954 मा यो कार्यक्रम सुरु भएको थियो। हुँदै हुँदै अब कार्यक्रमको प्रक्रिया समयअनुसार चाहिँ बदलिँदै गएर अहिले चाहिँ फेरि 2030 सम्ममा चाहिँ औलोमुक्त बनाउने भन्ने उद्देश्य राखेको छ नेपाल सरकारले। त्यसमा विभिन्न कार्यक्रमहरू गर्दै विभिन्न रणनीतिक योजनाहरू तयार गर्दै कार्यक्रमहरू अगाडि बढ्दै गरेको अवस्थामा भक्तपुर जिल्लामा चाहिँ हामी लास्ट इयर एउटा केस मात्र औलोको देखिएको, त्यो पनि सुडानबाट यो आर्मीको शान्ति सेनामा जानुभएकोले लिएर आउनुभएको एउटा केस थियो। त्यो चाहिँ आयातित केस थियो भने हामीले इन्डिजिनियस केस अथवा स्थानीय केस चाहिँ 0 बनाउनु पर्ने उद्देश्य हो हाम्रो औलो निवारणको लागि। त्यसमा चाहिँ अहिलेसम्म हाम्रो स्थानीय केस देखिएको छैन, बाहिरबाट आएको केसहरू। र यो अहिले भर्खरको आज हामीले अन्तर्क्रिया गर्दाखेरि 81-82 को वैशाख 4 गतेसम्म कति केसहरू देखिएको छन् त नेपालमा भन्दाखेरि चाहिँ 792 जना औलो बिरामीहरू देखिएका छन्। त्यसमध्येमा 33 जना मात्र स्थानीय हाम्रै ठाउँमा भएका इन्डिजिनियस केस अथवा स्थानीय केसहरू देखिएका छन् भने बाँकी रहेको 759 जना केसहरू चाहिँ बाहिरबाट आउनुभएको इन्डिजिनियस आयातित केसहरू छन् हैन। त्यसले गर्दाखेरि हाम्रो जम्मा बिरामी चाहिँ 792 जना औलोका बिरामीहरू हुनुहुन्छ भन्ने देखिएको छ। अब हामी सबैजना लागेर यो औलो निवारणको लागि 2030 सम्ममा औलो मुक्त बनाउनको लागि हामीले के कार्यक्रम गर्नुपर्ने हुन्छ। हाम्रो हजुरहरूको अहिलेसम्म धेरै ठुलो योगदान भइरहेको छ। अब बाँकी रहेको दिनमा पनि हजुरहरूको चाहिँ औलो नियन्त्रण स्वास्थ्यको धेरै काममा हजुरको योगदान छ। त्यसमा पनि आज भन्नुपर्दा चाहिँ यो औलोलाई नियन्त्रण गर्नको लागि औलोलाई 2030 सम्म मुक्त नेपाललाई औलो मुक्त बनाउनको लागि चाहिँ तपाईँ हामी सबैको ठुलो योगदान हुनेछ। तपाईँ हामी सँगै सहकार्य गरेर अगाडि बढ्नेछौँ र 2030 सम्म चाहिँ औलो मुक्त बनाउनको लागि हामी लाग्नुपर्नेछौँ भन्ने आशा लिएका छौँ। र आजको अन्तर्क्रियाले पनि हजुरहरूलाई चाहिँ यो फेरि पनि हामी अब आज एउटा विषयमा कुरा गर्छौँ, हजुर धेरै विषयमा कुरा गर्नुपर्ने, धेरैतिर जानुपर्ने हुन्छ होइन। त्यसले गर्दाखेरि यो एउटा दिवसको अवसरमा अन्तर्क्रियात्मक कार्यक्रम भयो भने हजुरहरूलाई पनि काम गर्नको लागि अथवा यो मेसेजहरू कन्भे गर्नको लागि चाहिँ अझ सजिलो होस् भन्ने उद्देश्यका साथ चाहिँ आजको अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। यहाँहरूको उपस्थितिले एकदमै अर्को टी भनेको चाहिँ ट्र्याक गर्छौँ। कोही मान्छेलाई भयो भने त्यसले अरूलाई सारेन है भनेर त्यसको फ्यामिलीहरूमा पनि गएर हामीले ट्रेस गर्ने काम, ट्र्याक गर्ने काम छ। अनि सन् 1978 मा चाहिँ औलो नियन्त्रण कार्यक्रम भनेर चाहिँ सुरु भयो। अनि त्यसपछि सन् 1992 मा विश्व स्वास्थ्य सङ्गठनद्वारा ग्लोबल औलो नियन्त्रण रणनीति जारी गर्नुभयो। सन् 2000 मा चाहिँ उक्त रणनीति परिमार्जन सहित जारी भयो। अनि सन् 2007 मा चाहिँ क्षेत्रीय स्तरमा औलो नियन्त्रणको रणनीति जारी भयो। अनि अघि मैले भइसके 2014 देखि 2025 सम्म औलो निवारण कार्यक्रम थियो भने फेरि स्थानीय केसहरू देखिएको कारणले गर्दा के भयो त भन्दाखेरि त्यो कार्यक्रम 2025 ले सारेर 2030 मा चाहिँ औलो निवारण कार्यक्रम चाहिँ अहिले सारिएको छ। यो औलो चाहिँ यहाँले हेर्न सक्नुहुन्छ धेरैजना पहिलाको सर म्याडमहरूले चाहिँ यही मलेरिया माइक्रोस्कोपिस्ट भनेर पनि धेरैजनाले जागिर खानुभयो होइन। पहिला चाहिँ हामीले माइक्रोस्कोपीबाट चाहिँ हाम्रो गोल्ड स्ट्यान्डर्ड पनि के हो त भन्दाखेरि औलो टेस्ट गर्ने चाहिँ माइक्रोस्कोपी हो। स्लाइड बनाउने, थिक स्मेयर र थिन स्मेयर बनाएर माइक्रोस्कोपमा हेरेर चाहिँ हामीले मलेरियाले इन्फेक्ट गरेको छ कि छैन रगतमा भनेर हेर्न सकिन्छ होइन। अनि त्यसपछि कुन चाहिँ स्पेसिसले चाहिँ असर गरेको छ भनेर फेरि अर्को त्यहाँ दुईवटा थिक स्मेयर र थिन स्मेयर हुन्छ, त्यहाँ चाहिँ हेर्न सकिन्छ। औलोको कुरा गर्दाखेरि चाहिँ औलो सङ्क्रमण चाहिँ
प्लाज्मोडियम भन्ने स्पेसिसले गराउँछ होइन। प्लाज्मोडियमको चाहिँ हाम्रो प्लाज्मोडियममा चाहिँ 5वटा स्पेसिसले चाहिँ के गराउँछ त प्लाज्मोडियमको भन्दाखेरि हामीलाई चाहिँ मानवलाई चाहिँ सङ्क्रमण गराउँछ। 5वटामा चाहिँ प्लाज्मोडियम भाइभेक्स, प्लाज्मोडियम फ्याल्सिफेरम, प्लाज्मोडियम ओभेली, प्लाज्मोडियम मलेरी र धेरै भएको छैन 10 वर्ष जति मात्रै भयो प्लाज्मोडियम नलेसी भनेर एउटा नयाँ स्पेसिस पनि आएको छ है। 5वटा स्पेसिसले चाहिँ मानवलाई चाहिँ सङ्क्रमण गर्ने हुन्छ है।